मान्छेले छाब्रो साब्रो ब्लाङलुङ पारेर उहाँ तिरबाल समेत बाँकी नराखी लगिसक्यो। यतिखेर आएर गोफे कुरा रे भेडा। ल बाबु खिर आधा घन्टा लाएर खाऊ है, तातो छ। यस्तो फुपू त घरको वरिपरि 4-5 जना हुनु पर्दो रहेछ। कस्तो अटस मटस गरेको के पो? हेटा छिनेर बाँधेको कसिएछ। खा खा कट्टु खोलेर खा। 30,000 अनि त्यसै 30,000 भनेको छु त। हाम्रो बोका त एकदम स्वच्छ छविको बोका। आजसम्म एउटा बाख्रासँग लसपसै छैन। पारी बाख्रा देख्यो भने बिचरा वारीले लाजेर लाताकले टुक्क परेर खोरभित्र छिर्छ। एकदम चरित्रवान छ। चरित्रवान भए पनि विचित्रवान भए पनि मासु हुनु पर्यो के, वजन हुनु पर्यो वजन। तपाईँले बुझेकै रहन्छ। चरित्र नभइकन वजन हुन्छ त? चरित्र भएन भने मान्छेको त वजन हुँदैन भने झन् जाबो बोकाको वजन हुन्छ त? बोका भन्दा गफ ठुलो होला है नानी। 30,000 पनि बोको कत्रो रहेछ हेरौ न त। ए हेर्न आउनु न, तपाईँभन्दा त ठुलै होला। अझ तपाईँभन्दा 2-3 धानी त धेरै पो होला। उतै त हो नि बोका। अनि यहाँको बोका खोइ? खा खा आधा घन्टा लगेर खा। तेरो त कट्टु पनि फुकाल्नु पर्दैन। मुने ल ल ल अनि कहाँ गएछ त मेरो बोका? मुने ल ल बोकाको चरित्र देखिहाल्यो नि, कहाँ बाख्री देख्यो दौड्यो।